आज चाहिँ हाम्रो आज गाउँ चुटाइ छ। यो हाम्रो गाउँको उपलको हो है। हाम्रोतिर अब गाउँको उपलको भन्छ यसलाई चाहिँ। आज हामी चाहिँ उपलको छ यो सबै यो भुजभात हो। यो हेर्नुहोस् यो भुजभात हामीले यसरी निकालेर राख्छौँ होइन। अर्कोचोटि फेरि काम लाग्छ कि भुजभात हो। अर्कोचोटि यसरी यो काम लाग्छ यस्तो हुन्छ। अर्कोचोटि काम लाग्छ फेरि अर्को वर्ष काम लाग्छ। यसरी अहिले हामी सबै यता निकाल्छौँ कि यसलाई यसरी छोपेको हो कि यो पानी यसले गर्दा पानी पर्दैन। दिउँसो अहिले पाल हुन्छ नि त्यो के भन्नु तिर्पालको काम गर्छ क्या यसले होइन। तिर्पालको काम गर्छ यसले। त्यही भएर यस्तो हुन्छ। हाम्रो जङ्गलतिर पाउँछ यो होइन। निकाल्नुपर्छ रुखमै यस्तो निकाल्नुपर्छ। रुख हुन्छ तर रुख चाहिँ बाहिर बोक्रा जस्तै हो होइन। हामी आज गाउँ टिप्ने खोलामा छौँ होइन। यसरी लय बाटा हाल्यो चाहिँ लड्छ कि भनेर नलड्छ भनेर बाटा हालिदियो होइन। यसरी आज हाम्रो दिनभरि काम भनेको गाउँ चुट्ने काम छ। त्यसपछि हामी चाहिँ हाम्रो गाईगोरुलाई घाँस काट्ने गर्ने होइन। त्यस्तै काम भइरहेको छ। अब कति दिनपछि फेरि यो मकैको पनि त्यस्तै चुट्नुपर्छ। मकैको हातले यस्तै लट्ठु जस्तो लट्ठुहरू हुन्छ लामो खालको लट्ठु ल्यान्डले भनेर चुट्ने मकै बटाएर त्यो लड्छ कि भनेर वरिपरिलाई सपोर्टको लागि त्यो गरेर अब यसरी हामी गाई गोरुलाई यसरी घाँस काट्छौँ होइन। गाईहरूले यो महिनामा यताउता अब हिउँहरू पर्छ यताउता बाहिर जान सकिँदैन। त्यही भएर यो घाँसहरू काटेर सबै होइन गोठमै हाल्ने हो। गोठमै बस्छ सबै यस्तै छ। यो चाहिँ ओखरको बुट्टा हो। सबै यो पुरै यस्तै हुन्छ। काम हुन्छ अब एक महिना लगभग धेरै हुन्छ। दुःखहरू गर्नुपर्छ सङ्घर्ष धेरै गर्नुपर्छ। कामबाट घाँस लिएर टाढो बाटो तल्लो बाटो त्यहाँ डाँडोदेखि त्यहाँबाट लिएर यहाँ ल्याउनुपर्छ होइन घाँस। त्यसो छ अब बिहान भर्खर काम लागेको छ। त्यसरी आज हामी दिनभरि आज यो गाउँको काम गर्छौँ। त्यस्तै हो काम गर्नुपर्छ। काम नगरेर सुन्न हुँदैन होइन। पाहाडतिर होस् अब आफूसँग जति काम गर्न सक्यो त्यति नै आफूले सहज हुन्छ। कामको सिलसिला जारी छ। हस् धन्यवाद। त्यही हाम्रो यसरी राख्छ मान्छे यसरी अरू हुन्छ महत्त्व।